हेलो एभ्रिवान, आज चाहिँ हामी यो क्रोसेटको सर्ट्स बनाउन गइरहेको छौँ। यो बनाउनको लागि चाहिँ तपाईहरुलाई यति सर्ट फर्महरु चाहिँ थाहा हुनुपर्छ, किनकि म अब पछि गएर भिडियोमा यही सर्ट फर्महरु चाहिँ युज गर्ने छु। सर्ट्स बनाउनको लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ हामीले स्ट्र्याप बनाउनु पर्छ। त्यसको लागि चाहिँ सुरुमा एउटा स्लिप नट बनाउनु, त्यसपछि हामीले जम्माजम्मी 8 वटा सिक्री तान्नु पर्छ, अर्थात 8 वटा चेन बनाउनु पर्छ। अब सिक्री तानिसकेपछि हामीले एउटा सबैभन्दा सुरुको एउटा स्टिचलाई छोडेर अर्को सेकेन्ड स्टिचमा एउटा सिंगल क्रोशेट बनाउने, अनि सिंगल क्रोशेट बनाइसकेपछि बाँकी रहेको फेरि 6 वटा स्टिचमा हरेक स्टिचमा एक एक वटा सिंगल क्रोशेट बनाउँदा हाम्रोसँग टोटल 7 वटा सिंगल क्रोशेट हुन्छ। यति बनाइसकेपछि हामीले अब चेन 1 बनाउने अनि अर्को रो स्टार्ट गर्ने। यसमा यो रो स्टार्ट गर्दा चाहिँ यसमा चाहिँ हामीले एकपट्टि साइडको पछाडीपट्टिको साइडको स्टिचमा मात्रै हामीले सिंगल क्रोशेट बनाउनु पर्छ। यसमा हरेक स्टिचमा एक एक वटा सिंगल क्रोशेट बनाउने, तर पछाडीपट्टिको स्टिचमा पछाडीपट्टिको लूप होलमा मात्रै सिंगल क्रोशेट बनाउने। यो रो पनि बनाइसकेपछि अब फेरि हामीले चेन 1 बनाउने अनि रो 2 को जस्तै प्याटर्न फलो गर्ने। पछाडीपट्टिको लूप होलमा हामीले एक एक वटा सिंगल क्रोशेट बनाउने हरेक लूप होलमा। जम्माजम्मी हामीसँग 7 वटा लूप होल हुन्छ। 7 वटा लूप होलमा हामीले एक एक वटा सिंगल क्रोशेट बनाउँदा 7 वटा सिंगल क्रोशेट हुन्छ। यो रो सकेपछि पनि हामीले अब अर्को रो स्टार्ट गर्दा पनि हामीले रो 2 कै प्याटर्न रो 3 मा फलो गरेको थियौं। त्यसरी नै रो 4 मा पनि सेम प्याटर्न फलो गर्ने, रो 2 कै प्याटर्न फलो गर्ने। हरेक स्टिचमा हरेक लूप होलमा हामीले एक एक वटा सिंगल क्रोशेट बनाउने। हामी अहिले रो 4 मा छौं। यो चाहिँ तपाईहरुले तबसम्म बढाउनु पर्छ रो जबसम्म तपाईहरुको आफ्नो कम्मरको साइज सम्म तपाईको भ्याउँदैन। यो रोको साइज चाहिँ लेन्थ चाहिँ तबसम्म तपाईहरुले बढाउँदै जानुपर्छ। म आफ्नो कम्मरको साइज सम्म रो पुगिसकेपछि हजुरसँग फेरि भेट्ने छु। मेरो कम्मरको साइजको अनुसारको लेन्थ चाहिँ यत्रो भयो। यो चाहिँ मैले चाहिँ टोटल रो 100 बनाएको छु। अब यो स्ट्र्यापको दुईटा एन्डहरुलाई चाहिँ हामीले जोड्न पर्छ स्लिप स्टिच गरेर। मैले जोडिसकेपछि चाहिँ यो यस्तो देखिन्छ, राउन्ड शेपकोमा आउँछ। अनि यदि आइसकिसकेपछि चाहिँ हामीले यसको एउटापट्टिको साइडपट्टिबाट चाहिँ हामीले सर्ट बनाउनको लागि चाहिँ स्टार्ट गर्छौं। यो पार्टमा चाहिँ हामीले अलिकति कन्फ्युजन हुन सक्छ कसरी हाफ डबल क्रोशेट बनाउने भन्दा यो लाइनको माथि एउटा हाफ डबल, यो बीचको लाइनको माथि एउटा हाफ डबल अनि यो साइडको अर्को माथि हाफ डबल बनाउँदा 3टा हाफ डबल हुन्छ। फेरि अर्कोपट्टिको साइडकोमा एउटा हाफ अनि बीचकोमा एउटा हाफ अनि अर्कोपट्टिको साइडकोमा एउटा हाफ गरेर हामीले चाहिँ हाफ डबल क्रोशेट बनाउनु पर्ने हुन्छ।
तपाईहरुले देख्न सक्नुहुन्छ मैले कसरी गरिरहेको छु। बीचकोमा पनि मैले फेरि बनाए अनि अब फेरि एकपट्टिको साइडकोमा फेरि अर्को माथि बनाए। यसरी बनाउँदा चाहिँ एक्ज्याक्ट हुनुपर्छ, एक्ज्याक्ट लोकेसनमा जहाँ भने त्यही हुनुपर्छ भन्ने चाहिँ हुनुपर्छ भन्ने हुँदैन। थोरै अलिकति अगाडि पछाडी एउटा स्टेज अगाडि पछाडी हुँदा केही हुँदैन। तपाईहरु यदि यसमा तपाई रो छुटाउन सक्नुहुन्छ भनेदेखि चाहिँ यति बुझ्नुस् कि हामीले दुईटा रोमा चाहिँ तीनटा हाफ डबल क्रोशे बनाउनु पर्छ भनेर बुझ्दा हुन्छ, सजिलो हुन्छ यसरी बनाउँदा। तर यदि छुटाउन सक्नुहुन्न भनेदेखि चाहिँ मैले अघि नै जसरी सिकाइरहेको छु त्यसरी नै फलो गर्दा हुन्छ। यसरी नै बनाउँदै जानु होला। यो रो सकिएपछि म हजुरसँग फेरि भेट्ने छु। सो यो रो सकिएपछि चाहिँ यो यस्तो देख्छ। अब हामीले चाहिँ यसलाई एन्डिङ गर्दा चाहिँ स्लिप स्टिच गरेर एन्डिङ गर्नुपर्छ। स्लिप स्टिच गरेपछि चाहिँ चेन 1 एउटा सिक्री तान्नु होला अनि अर्को रो स्टार्ट गर्नु होला। अर्को रो स्टार्ट गर्दाखेरि चाहिँ हामीले जुन स्टिचमा हामीले चेन 1 गरेको थियौ त्यही स्टिचबाट चाहिँ हामीले हाफ डबल क्रोशे गरेर स्टार्ट गर्नु होला। हामीले यसमा चाहिँ हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ। र यसरी नै तपाईहरुले बनाउँदै जानु होला। म चाहिँ यो रो सकिएपछि फेरि भेट्ने छु। यो रोको एन्डिङ पनि स्लिप स्टिच गरेरै गर्नु होला अनि चेन 1 गरेर अर्को रो स्टार्ट गर्नु होला। यो रोमा पनि अघि नै रो 2 मा बनाए जसरी नै हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोशे बनाएको जस्तै बनाउनु पर्छ। र यसरी नै हामीले रो 3 अनि रो 4 मा पनि सेम एउटै प्याटर्न फलो गर्नुपर्छ। र यो कलरको चाहिँ हामीले टोटल 4 वटा रो बनाउनु पर्छ। म हजुरहरुसँग रो 4 वटा रो बनाइसकेपछि पूरा गरिसकेपछि फेरि भेट्ने छु। 4 वटा रो सकेपछि चाहिँ यो यस्तो देखिन्छ। अब हामीले कलर चेन्ज गर्नुपर्छ। त्यो भन्दा पहिले हामीले दुईपट्टिको साइडमा एक एकपट्टि चाहिँ हामीले मार्क गरेर राख्नुपर्छ। मार्क गर्न लागि स्टिच मार्कर अथवा हेयर पिन अथवा जेले पनि तपाईले मार्क गर्न सक्नुहुन्छ, जेले सजिलो लाग्छ त्यसले। यो मार्क चाहिँ किन गरेको भनेर भन्दा चाहिँ अब हामीले चाहिँ यहाँबाट चाहिँ इन्क्रिज गर्न थाल्नुपर्छ। हाम्रो हिपको लागि चाहिँ हाम्रो कमरको साइज चाहिँ अब बढ्दै बढ्दै जाने भएको कारणले चाहिँ हामीले फेरि अब यसबाट चाहिँ इन्क्रिज गर्दै जानुपर्छ। अब हामीले यसमा धागो अर्को कलरको धागो जोड्नुपर्छ। व्हाइट कलरको धागो जोडेपछि चेन 1 गरेर जहाँनेरि हामीले स्टिच जोडेको थियौ त्यहीबाट हामीले एउटा हाफ डबल क्रोशे गर्नको लागि चाहिँ स्टार्ट गर्नुपर्छ। र अर्को स्टिचमा पनि त्यसरी नै अर्को एउटा हाफ डबल क्रोशे बनाउनुपर्छ। हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोशे बनाउनु होला जबसम्म तपाईहरु चाहिँ अघि मार्क गरेको ठाउँसम्म पुग्नु हुँदैन। त्यहाँसम्म तबसम्म एक एकवटा स्टिचमा एक एकवटा हाफ डबल क्रोशे बनाउनु होला। म त्यो मार्क गरेको स्टिचसम्म पुगिसकेपछि हजुरसँग फेरि भेट्ने छु।
एक साइडको मार्क गरेको स्टिचमा पुगिसकेपछि चाहिँ अब त्यो त्यो स्टिचलाई हटाएर अब त्यो स्टिचमा हामीले 3टा हाफ डबल क्रोशे बनाउनु पर्छ। 3टा हाफ डबल क्रोशे बनाइसकेपछि चाहिँ हामीसँग 3टा स्टिच हुन्छ। 3टा स्टिच मध्ये छेउछेउको 2टालाई हटाएर बीचको एउटा स्टिचमा चाहिँ हामीले मार्क गर्नुपर्छ फेरि अर्को नेक्स्ट राउन्डको लागि। अनि यो भन्दा उता बाँकी रहेको स्टिचमा हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ। जबसम्म हामी अर्को नेक्स्ट मार्क गरेको ठाउँसम्म पुग्दैनौं तबसम्म हामी हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउँछौं। म अर्को मार्क गरेको ठाउँसम्म पुगेपछि फेरि भेट्ने छु। सो अर्को मार्क गरेको ठाउँमा आइपुगेपछि यसलाई पनि अघिकै जस्तै निकाल्ने अनि निकालेपछि त्यो स्टिचमा हामीले 3टा हाफ डबल क्रोशे बनाउने अनि 3टा हाफ डबल क्रोशे बनाइसकेपछि छेउछेउको स्टिचलाई स्किप गरेर बीचको जुन स्टिच हुन्छ 3टा स्टिच मध्ये त्यो बीचको स्टिचमा चाहिँ हामीले मार्क गरेर राख्ने ताकि हामीलाई नेक्स्ट राउन्डको लागि हामी कन्फ्युज नहौं भनेर। अर्को राउन्डमा पनि हामीले यसरी इन्क्रिज गर्नुपर्ने हुन्छ, त्यसकारण हामीलाई कन्फ्युज नहोस् भनेर चाहिँ हामीले मार्क गरेर राखेको र बाँकी रहेको अब हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ। यति गरिसकेपछि म हजुरसँग फेरि भेट्ने छु। यो रोको एन्डिङ पनि स्लिप स्टिच गरेरै गर्नु होला। हरेक रोको एन्डिङ स्लिप स्टिचले गर्नु होला। म अर्कोचोटिदेखि हजुरलाई यो पार्ट स्किप गर्नेछु, यो आफै बुझ्नु होला। त्यसपछाडिदेखि यो रोको स्टार्टिङ चाहिँ चेन 1 गरेर हामीले जुन स्टिचबाट चेन 1 गरेको थियौ त्यही स्टिचबाट चाहिँ हामीले सुरु गर्नुपर्छ गर्दाखेरि जहिले पनि। सो अर्को राउन्डमा पनि हामीले यही जस्तै फलो गर्ने हो। हामीले अघि नै मार्क गरेको ठाउँसम्म नपुगिन्जेलसम्म हामीले हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ। म मार्क गरेको ठाउँसम्म पुगेपछि हजुरसँग फेरि भेट्ने छु। सो मार्क गरेको ठाउँमा आइपुगेपछि चाहिँ यो मार्करलाई हटाएर अब फेरि यो ठाउँमा चाहिँ एउटा स्टिचमा हामीले 3टा हाफ डबल क्रोशे बनाउनु पर्छ। 3टा हाफ डबल क्रोशे बनाइसकेपछि हामीले 3टा स्टिचको बीचको स्टिचमा चाहिँ अघिको पिनले मार्क गरेर राख्नुपर्छ। मार्क गरिसकेपछि चाहिँ अब हामीले फेरि त्यही कन्टिन्यू गर्नुपर्छ। हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ। यो चाहिँ तबसम्म कन्टिन्यू गर्नुपर्छ जबसम्म हामी अर्को मार्क गरेको ठाउँसम्म पुग्दैनौं। अब यसरी नै यो मार्क गरेको ठाउँमा चाहिँ हामीले 3टा हाफ डबल क्रोशे बनाउनु पर्छ र त्यो भन्दा बाइकमा चाहिँ हामीले हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउने र यसरी नै हामीले चाहिँ व्हाइट कलरको चाहिँ टोटल 4वटा रो बनाउनु पर्छ। सो मैले चाहिँ 4वटा रो बनाइसके। अब बाँकी रहेको धागोलाई यसरी काट्नुहोस् र अर्को कलरको धागो चाहिँ फेरि जोड्नुहोस्। रेड कलरको धागो जोडेपछि चाहिँ हामीले यसमा अघिकै जसरी नै हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे र त्यो भन्दा बाइकको हामीले जुन 2 ठाउँमा स्टिच मार्क गरेको थियो मार्क गरेको ठाउँमा चाहिँ हामीले एउटा स्टिचमा 3टा हाफ डबल क्रोशे बनाउने, त्यो भन्दा बाइकमा चाहिँ हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाएर हामीले रेड कलरको चाहिँ टोटल 6वटा रो बनाउनु पर्छ। मैले चाहिँ मेरो कलरको प्याटर्नमा चाहिँ यो रेड कलरको चाहिँ अलिकति ठुलो बनाउने भएको भएर चाहिँ 6वटा रो बनाउन खोजेको हो। यदि हजुरहरूलाई चाहिँ बराबरीको बनाउन मन छ भनेदेखि चाहिँ 4वटा मात्रै रो बनाउँदा पनि हुन्छ। यसरी नै हामीले अगाडि बनाउँदै आए जसरी नै प्याटर्न फलो गरेर टोटल चाहिँ 6वटा रो बनाउनु होला। म चाहिँ 6वटा रो सकिसकेपछि हजुरसँग फेरि भेट्ने छु। 6वटा रो हामीले रेड कलरको सकिसकेपछि अब हामीले अर्को कलर चेन्ज गर्दैछौँ। यो कलर चाहिँ अब मैले 3टा कलर चेन्ज गर्ने भएको कारणले अब अगाडिकै कलरको प्याटर्न फेरि दोहोरिन्छ। यो रोबाट चाहिँ अब हामी इन्क्रिज गर्न चाहिँ छोड्दिन्छौँ। यसबाट चाहिँ हामी हरेक स्टिचमा एक-एकवटा हाफ डबल क्रोशे बनाउँछौँ। यदि तपाईहरुको चाहिँ हिपको साइज चाहिँ अलिकति ठुलो छ भनेदेखि चाहिँ तपाईहरुले यो रोमा यो कलरको रोमा पनि इन्क्रिज गर्न सक्नुहुन्छ। अघि नै हामीले अगाडि जसरी इन्क्रिज गर्दै आइरहेको थियो त्यसरी नै इन्क्रिज गर्दा पनि हुन्छ।
सो यो कलरको चाहिँ टोटल हामीले 4वटा रो बनाउँछौँ। अघि नै हामीले 4वटा बनाएको थियौँ माथि पनि, यहाँनिर पनि हामीले उस्तै 4वटै कलरकै बनाउनु 4वटै रो बनाउनु पर्छ। यहाँबाट चाहिँ हामीले हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोसेट बनाउँछौँ। यसमा हामीले डिक्रिज पनि गर्नु पर्दैन अथवा इन्क्रिज पनि गर्न पर्दैन, एक एकवटा हाफ डबल क्रोसेट बनाउनु पर्छ। र यो चाहिँ हामीले टोटल 4-5 वटा अझै 4वटा अथवा 5वटा जति चाहिँ हामीले कलर चेन्ज गरिसक्छौँ। अगाडि जसरी गएर आइरहेको छौँ त्यसरी कलर चेन्ज गरिसकेपछि चाहिँ म फेरि हजुरसँग भेट्नेछु। मैले चाहिँ 4वटा जति कलर चेन्ज गरिसकेँ। अब चाहिँ हामीले सिम लाइन बनाउनको लागि चाहिँ रेडी हुन्छ। अब यसलाई चाहिँ हामीले फोल्ड गरेर जुन फोल्ड भएको छ त्यो फोल्ड भएको साइडपट्टिकोमा चाहिँ हामीले मार्क गर्नुपर्छ। फोल्ड भएको पट्टिको दुई भागकोमा एक भागकोमा चाहिँ हामीले मार्क गर्यो भनेदेखि चाहिँ अर्कोमा चाहिँ हामीले धागोलाई चाहिँ अट्याच गरेर चाहिँ हामीले चेन तान्नुपर्छ। चेन चाहिँ हामीले 9वटा टोटल चेन तान्नुपर्छ। अनि टोटल 9वटा चेन तानिसकेपछि चाहिँ अघि नै हामीले मार्क गरेको अर्कोपट्टिको साइडमा चाहिँ हामीले अट्याच गर्नुपर्छ, स्लिप स्टिच गर्नुपर्छ। यो मार्क गरेको ठाउँमा चाहिँ अट्याच गर्नेवाला छौँ हामी। यो चाहिँ हाम्रो सर्ट्सको बिचको भाग भयो, यसले चाहिँ छुटाउँछ। अब चाहिँ हामी यसबाट चाहिँ एकपट्टिको खुट्टापट्टिको साइडको चाहिँ हामीले बनाउन गइरहेका छौँ। यसमा चाहिँ हामीले हरेक स्टिचमा चाहिँ एक एकवटा हाफ डबल क्रोसेट बनाउनु पर्छ। सुरुमा हामी यो अघि नै हामीले बनाएको चेनबाट स्टार्ट गर्छौँ। हरेक चेन हाम्रो 9वटा छ, 9वटा स्टिच छ यो चेनको, र हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोसेट बनाउँदा 9वटा हुन्छ। अब चाहिँ हामीले एकपट्टिको साइडपट्टि चाहिँ हामीले बनाउँदै जानुपर्ने हुन्छ हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोसेट। यसरी नै हामीले यसको वरिपरि हाफ डबल क्रोसेट एक एकवटा स्टिचमा एक एकवटा बनाउनु पर्छ। म चाहिँ यो रो सकिसकेपछि फेरि भेट्नेछु। यो रो बनाइसकेपछि चाहिँ लास्टमा चाहिँ हामीले यसरी स्लिप स्टिच गरेर यो रोलाई सकाउनु पर्छ र चेन 1 गरेर अर्को रो स्टार्ट गर्नुपर्छ। अर्को रोमा पनि हामीले अघि नै अगाडि गर्दै आए जसरी नै गर्ने हो र यसमा पनि हरेक स्टिचमा हामीले एक एकवटा हाफ डबल क्रोसेट बनाउनु पर्छ। यसको वरिपरि नै बनाउनु पर्छ र यो कलरको चाहिँ हामीले टोटल 4वटा रो बनाएर बनाउनु पर्छ। यदि हामीलाई चाहिँ सर्ट्सको तल चाहिँ बोर्डर राख्न मन छ भनेदेखि चाहिँ यो 4वटा रो बनाइसकिसकेपछि अरू नै कलरको अथवा यसैको पनि बोर्डर बनाउन पनि दिन पनि सक्नुहुन्छ तपाईको इच्छा अनुसार। म चाहिँ यो 4वटा रो बनाइसकिसकेपछि हजुरसँग फेरि भेट्नेछु।
हाम्रो वान साइडपट्टिको चाहिँ बनिसकेको छ। अब यसमा चाहिँ तपाईहरुले बोर्डर दिनु मन छ भनेदेखि चाहिँ यसबाट अझै माथि एक लाइन थप्दा पनि हुन्छ, बोर्डर दिदा पनि हुन्छ। यो साइडको बनाउँदाखेरि पनि प्रोसेस नै सेम नै हो, प्याटर्न सेम नै हो। हामीले सुरुमा धागोलाई जोड्ने, अनि धागोलाई जोडिसकेपछि अघि नै हामीले जसरी त्यहाँनेरि सेम बनाएको थियो हो त्यो इन सेम बनाएकै ठाउँमा चाहिँ हामीले हाफ डबल क्रोशे एक एकवटा बनाएर 9 वटा हाफ डबल क्रोशे बनाउनु पर्छ र त्यसरी नै उतातिर पनि त्यहाँदेखि बाँकी रगोमा पनि एक एकवटा हाफ डबल क्रोशे बनाउनु पर्छ हरेक स्टिचमा। यो बनाउने प्याटर्न एकदमै इजी छ, त्यही पनि हजुरहरु कन्फ्युज हुनुहुन्छ भनेर चाहिँ मैले भिडियोमा देखाइदिइरहेको छु कसरी गर्ने भनेर। यो रो पनि हामीले अघि नै गरे जसरी नै स्लिप स्टिच गरेर यो रोलाई सकाइदिने र अर्को रो स्टार्ट गर्ने। अर्को रो स्टार्ट गर्दा पनि चेन 1 गरेर एउटा सबैभन्दा सुरुमा जहाँ चेन 1 गरेको छ त्यहीबाट चाहिँ हामीले स्टार्ट गरेर हरेक स्टिचमा एक एकवटा हाफ डबल क्रोशे चाहिँ बनाउनु पर्छ। र यसरी नै हजुरहरुले कन्टिन्यू गर्दै जानु होला र टोटल चाहिँ 4 वटा रो बनाउनु होला। र यदि बोर्डर थप्नु मन लाग्यो भनेदेखि चाहिँ अथवा अरु नै कलर चेन्ज गर्न मन लाग्यो भने तपाईहरुले एक दुई वटा रो चाहिँ फेरि अझै थप्न पनि सक्नुहुन्छ। र त्यसको लागि चाहिँ प्याटर्न चाहिँ सेम नै हो, हरेक स्टिचमा चाहिँ एक एकवटा हाफ डबल क्रोशे बनाउने हो। म चाहिँ यो कम्प्लिट गरिसकेपछि यो सबै बनाइसकेपछि हजुरसँग फेरि भेट्ने छु। यो चाहिँ फाइनल लुक यस्तो देखिन्छ। आशा छ हजुरहरुलाई मेरो भिडियो मन पर्यो होला। हामी फेरि भेट्ने छौं अर्को भिडियोमा। थ्यांक यू सो मच फर वाचिङ।